हेलो नमस्ते साथीहरू। अहिले चाहिँ हामी पोखरादेखि मानुङकोटसम्मको चाहिँ यात्राको दौरानमा छौँ र तपाईँहरूले देख्न सक्नुहुन्छ यो अहिले पृथ्वी हाइवेको रोड एकदम राम्रो 4 लेनको रोड छ। हामी चाहिँ पोखरादेखि मानुङकोट चाहिँ यसो भ्यूहरू हेरौँ भनेर जान लागेको। यो ठाउँ चाहिँ मेग्दे गाउँपालिकाको चाहिँ मनरी भन्ने ठाउँ हो। यो चाहिँ लगभग गुडादी जामुने रोड हो। यो पृथ्वी हाइवे अन्तर्गतै पर्दछ। एकदम राम्रो छ अहिले तपाईँहरूको यो हाइवे चाहिँ। ल हाम्रो मानुङ जाने बाटो आइसक्यो। बाटो चाहिँ जस राम्रै छ, सानो छ, पिच छ, तर पुरै पिच चाहिँ छैन। अलिकति चाहिँ धुलो मैलो बाटो छ। अलिकति चाहिँ त्यहाँको पर्यटक व्यवसायीले चाहिँ हेर्नुपर्ने ठाउँ छ। त्यहाँ चाहिँ अलिकति पिच बाटो भयो भने सजिलो हुनेछ आउने पर्यटकहरूलाई र त्यति व्यवस्थित पनि रहन्छ। जे अहिले भाइरल भइरहेको छ त्यस्तो सोचे जस्तो चाहिँ छैन। हामी चाहिँ साँझको टाइममा पुगेका थियौँ। भ्यू चाहिँ रमाइलै हो, त्यस्तो वाह भन्ने चाहिँ अझै भएको रहन्छ, तर नट ब्याड अल्सो। तपाईँले तल देख्न सक्नुहुन्छ दमोली बजार हो यो चाहिँ। र यहाँ चाहिँ मन्दिर पनि एकदम राम्रो तरिकाले बनाएको थियो र यहाँ एउटा रिसोर्ट बनाउन लागेको रहेछ एउटा। अनि त्यसपछि यो चाहिँ भ्यू टावर रहेछ र हामी चाहिँ साँझको टाइममा गएको थियौँ। यहाँ टेन्टहरू पनि लगाएर राख्दो रहेछ। राम्रै थियो, मौसम त्यस्तो खुलेको थिएन। यो भ्यू टावर तलबाट देखिन्छ। तल चाहिँ छङ्गछुरे भिर रहेछ र अझै पनि यहाँ धेरै गर्नुपर्ने कामहरू चाहिँ रहेछ र एकदम रमाइलो छ ठाउँ चाहिँ। एकदम फ्रेस हुने पाइन्छ। घुम्न चाहिँ एकचोटि जानै पर्ने ठाउँ छ। एकदम रमाइलो छ। साँझका बेला भएको भएर पर्यटकहरू चाहिँ त्यस्तो चाहिँ हुनुहुन्थेन, अलिअलि हुनुहुन्थ्यो र हामी चाहिँ घुमेर फेरि ब्याक टु होम चाहिँ गरियो हामी साँझपख र एकदम रमाइलो गर्दै हामी फेरि फर्क्यौँ मानुङकोटदेखिबाट। र हजुरहरूलाई यस्तै यस्तै भिडियो लिएर फेरि पनि आउनेछु भन्दै हस्त नमस्ते, शुभ दिन हजुरहरूको।